हेलो नमस्ते वेलकम ब्याक टु माई एन्ड भ्लग गाइजहरू राम्रो सुतेको पनि छैन तर आज उठ्नै पर्ने दिन थियो किनकि आज मनिषको चाहिँ ग्रेजुएसन हो नि त मनिष चाहिँ लगभग 6 वर्षमा ग्रेजुएट भएको छ गाइजहरू बल्ल बल्ल खेलेर ब्याचलर सकायो सो गाइजहरू आज मनिषको खुसीको दिनमा अब 7 दिनको लागि म जाँदैछु तर बस स्टेसन पो कता हो क्या तर बस यहाँ बस खोजेर चढेर जानुपर्ने छ खोइ जेब्रा क्रसिङ अलिक रहेन रहेछ यो ठाउँमा सो गाइजहरू अब मनिषको ग्रेजुएसनको सेलिब्रेसन गर्न जाँदैछु है त अरू कुरा त्यहीँ गएर गरौँला कपाल पनि यस्तो चक्कै भइरहेछ सुतेर भर्खर उठेको नि त गाइजहरू सो गाइजहरू गाडी साडी चढ्यो अब धेरै टाइम बाँकी छैन अलिकति अनि कलेज पुगिन्छ अनि मन्थको ग्रेजुएसन सक्यो अरे हामी चाहिँ घरतिर जानु आएर भक्लाकै ढल्दिन्छ त्यही गर्थ्यो अनुहार हेर्नु न अनुहार लगाइदिएर अब फाइनली कलेज एरिया चाहिँ म आइपुगिसकेँ होइन अब यहाँ गइसकेपछि मनिषको ग्रेजुएसन हो तर कलेजबाट बाहिर यता निस्किने बाटो देखिनँ त मैले त लगाइदिएर म यहाँ खोज्यो अरे कुरा गर्नको अलिक गल्ली गल्ली बाटो आएछ अलिकति कलेज एरिया निस्किने गाह्रो भयो मनिषलाई फुल किनिदिनु पऱ्यो एउटा अब गएपछि खालि आज जानु के जानु जाँदा नि फरक त पर्दैन तर साथीहरूलाई अब फुल सुल दिएर हल्का ग्रेजुएसन भएकोमा गाइजहरू तर फुलहरू चाहिँ सकिन आइसकेको रहेछ लेट्स सी फुल कस्तो छ लास्ट एक पिस छ जस्तो छ यहाँ रहेछ फुल यस्तो रहेछ 얼마 이거? 그 7만짜리 5만 원 드려요. 최상품이에요. 이거랑. 4만 원 주세요? 안 돼요? 5만 원 싸게. 5,000 रे फुलको तमा कस्तो महँगो 없어 하나도 없어. लगौँ कि नलगाउँ 그랬어? ए 감사합니다. गाइजहरू 5,000 रुपियाँ फुलको पनि गाइजहरू के विधि महँगो रहेछ हौ फुलहरू त ल केही छैन तर केटोको खुसीको लागि मैले 5,000 दिएँ आज तर यो आज सेलिब्रेसन हुने के अरे त्यो भएर क्या गाइजहरू के भन्दाले नि यो आज ग्रेजुएसन भएको दिन भएर अलिक महँगो भने तर केही छैन यतिको चल्छ यिनीहरूको बिजनेस फुलको बिजनेस पनि खत्रै भयो होला यिनीहरूको 5,000 को फुल मैले झ्याप्पै किनिदिइहालेँ केही छैन अब गएर यो गएर मनिषलाई गएर दिनुपर्ने छ मैले 4,000 दिएँ भने त हुँदैन लगाइदिएर ओके छ त त्यो पनि लगाइदिएर अब गएर मनिषलाई भेटौँ अनि त्यसपछि अरू कुरा गरौँ है ओ बरे के हो ग्रेजुएसन चर्च जानुको लागि यत्रो लामो लाइन आज ग्रेजुएट भएर क्रिस्चियन ओभरै छ नि त कोरियामा त्यही भएर पनि चर्च गएर त्यहाँबाट ब्लेसिङ लिन ला धोक्नुको लागि सो गाइजहरू मनिष चाहिँ माथि फ्लोरमा छ अरे सो म चाहिँ धेरै पछि कलेज आएँ आज धेरै पछि यसपालिको गाउन रेड कलरमा रहेछ अलिकति चेन्ज गरेछ अलिक राम्रै रहेछ पहिलाको पालि फुल ब्ल्याकमा थियो यसपालि चाहिँ हल्का रेड पनि राखेको रहेछ त्यही भएर ठिक छ अब म जान्छु माथि अनि केटोलाई भेट्नु पऱ्यो 3rd फ्लोरमा चाहिँ हिँडेरै पुगिन्छ होला म खोइ त ल के छ ग्रेजुएट भयो मेरो साथी ल ग्रेजुएसन के छ यार केटाहरू यहाँ भेला भइसकेछ ब्याग चाहिँ किन बोकेर आने तिमीले ए तिमी म त मनिषकै ब्याग भन्छ रमाइलो भइरहेछ केटो कस्तो फिल भइरहेछ ग्रेजुएसन बल्ल बल्ल धेरै लामो समयपछि ग्रेजुएट भयो त्यो हुन्छ नि के भन्छ अरे त्यो बिहे भएको 10 वर्षपछि बच्चा पाएपछि कस्तो माया लाग्छ एउटा मात्रै थियो कि दुईटा थियो दुईटा हुन्छ एउटा मात्रै देखा त छुट्टै छ त यार यस्तो छ एउटा छुट्याएको छ माग त्यहाँ गएर एउटा माग्ने अझै बाँकी छ अहिले त्यहाँभित्र सो गाइजहरू उसको चाहिँ आज ग्रेजुएसन भएर बर खुसी ह्याप्पी मुडमा रहेछ ल केटो चाहिँ ग्रेजुएट भएर अब खुसीमा टोपी उडाउँदैछ ल उडाउ त माथि
हेर न उडाएको यस्तो माथि फालेर अब कस्तो मुजी क्याच गर्नु पर्यो हो त ओए ल ल केटो ग्रेजुएट भयो यति भएपछि कपाल त के हो क्या आफ्नो छ्या हाम्रो कपालै लामो भएर काटिदिनु पर्ने आज गाइजहरू ग्रेजुएट हुन हामी आइसक्यौँ कता बस्दा ठिक होला त्यो कोप्चामा बस्दा छेउमा बसौँ क्या खाली होस् न बिहानीको ठेक्टो गर्ने केटाहरू गएको सुरुमा बिहानीको त्यो हाम्रो अलिअलि बोनस पनि दिएको थियो अनि त्यही पैसा अलिअलि मिसाएर बस्यौँ भन्ने भएको थियो केटो ग्रेजुएट भयो है अब चाहिँ यति खाएपछि चाहिँ ग्रेजुएट भयो उठ्छ हेर्ने भनेपछि सञ्जीव साथी आजकल यता आउँछ भात खाइयो अब निस्किन्छ यहाँ धेरै बेर बसिँदैन होला गाइजहरू अब लाग्यो ग्रेजुएट भइहाल्यो अब धेरै बेर नबस्नु होला अब लाग्यो अब घरतिर ग्रेजुएट भएर म चाहिँ घर पनि आइपुगेँ अब हल्का सरसफाइ गरिवरि सुत्दिनु पर्नेछ बर निन्द्रा लागिसक्यो सरसफाइ चाहिँ यहाँ गर्नुपर्नेछ त्यो खासै फोहोर छैन फोहोर हुन्छ यहाँ चाहिँ धुलो सुलो हुँदो रहेछ त्यही भएर यो सरसफाइ गरेर अरू कुरा गरौँला है मेरो दरबारमा म आइपुगिसकेँ मेरो दरबारमा चाहिँ नयाँ नयाँ होइन पुरानो रुमको होइन मैले जोड्छु लगाइदिनु आजलाई यति भन्दै सी इन द नेक्स्ट ब्लग स्टे सेफ टेक केयर है त ल बाई लगाइदिनु सेकेन्ड डे आज मनिषको ग्रेजुएसनको सो मनिषले घरमा बोलाएको छ खाना खानुलाई हामीलाई उसको ग्रेजुएसन आज खाना खाइसकेपछि मात्र कम्प्लिट हुने भयो गाइजहरू सो अहिले चाहिँ अलिकति काम छ त्यही भएर म खोन्देतिर जाँदैछु त्यहाँनिर अलिकति सानो छ काम छ मैले इन्टरनेट जोडेको थिएँ नि त इन्टरनेट जोडे बापत मलाई कुपन आएको छ त्यो कुपनको युज गर्नुपर्ने हुन्छ सदुपयोग गर्नुपर्ने हुन्छ पहिलाको पालि सदुपयोग गरेको थिएन अनि यसपालि चाहिँ सदुपयोग गर्नुपर्ने यस्तो बाइकले गर्दा हल्ला हुन्छ यार मलाई गाइजहरू हामी चाहिँ यहाँ आइपुगिसक्यौँ आइवरी अब हामी चाहिँ भित्र जान्छौँ रोटे अगाडि चाहिँ आइपुगिसक्यौँ यो मेरो के हुन्छ रनमती ए झ्याउ छ क्या ए झ्याउ छ गाइजहरू है अब अर्जुनलाई गएर भित्र गएर भेट्यो अरे म चाहिँ ब्याग स्याग पनि बोकेर आएको नि त सरसामान किनेर घ्याप्पा हालेर लिएर जाऊँ भनेर के गर्नु व्यवहारिक भएपछि आफ्नो सामान सबै आफै हेर्नुपर्छ किन्ने गर्नु परेको यो फाइनल्ली आइपुगेँ डुल्दा डुल्दा यहाँ अब मनिषलाई भेट्यो अरे यहाँ गएर सोध्नुपर्ने हुन्छ यहाँ चल्छ चल्दैन यो कुपन भनेर जस्तो चाहिँ म चाहिँ अर्जुनसँग आइसकेँ अर्जुन चाहिँ यहाँ भेट भइसक्यो केटाको बाइक अस्ति एक्सिडेन्ट र के भयो निको भयो केटाले एक्सिडेन्ट गरेर केटालाई भ्याक्कै हान्दैछ पछाडिबाट भिडियो हाल्यो गाइजहरू यहाँ 10,000को चेक पाइसकेँ मैले यो चाहिँ इन्टरनेट जोडेर पाएको है डी लाइफको इन्टरनेट जोडेको थिएँ अनि 10,000को कुपन दिएको थियो यहाँ आएर ढ्याप्प यसरी क्यास बनाइदिँदो रहेछ गाइजहरू डी लाइफ है गाइजहरू डी लाइफ अब यहाँबाट के उब्रेको कुरा ल्याउँदै के अब यसले लिएर अब हामी गएर जाऊँ अब 10,000को यो त कोरियाको नोट हो र यिनीहरूको चेक यसरी पैसा दिन्छ तर ओसिप मानको चाहिँ देखाएको थिएँ ए सिप मानको यस्तो रहेछ हो र सिप मानन आयो 10,000 है गाइजहरू के किन्ने एकैचोटि त किन्नु पर्दैन होला नि है पर्छ एकैचोटि किन्नुपर्छ एकैचोटि हेरौँ 10,000को आइफोन अब यहाँ अब हामी किन्नु गइरहेछ 17 यार यसमा आउने भए त म किनिदिइहाल्थेँ 2 लाख पनि छैन कति छ रिचार्ज कति जिबीको 256 हेर पैसाहरू त यो 10,000मा आउँदैन गाइजहरू नभए त म ग्याप्पै उठाइदिइहाल्थेँ हामी अब एक लट घुम्यो अरे रहेछ कति कुन हो यो चाहिँ 17 मात्र यो पनि राम्रो रहेछ ए एयर भर्जन पनि हो सजिलो है ढाकढुक गाइजहरू अब हामी चाहिँ यहाँ एकछिन डुलिवरी के हेरिवरी जान्छौँ तर यो म्याकको पिङमा यहाँ छ हो अरू त्यसलाई बोलाउनु पऱ्यो यहाँ पिङमा रहेछ त यहाँ पिङमा नै रहेछ है यहाँ बिकीलाई चाहियो भने चाहिँ म बिकीलाई भनिदिनु फोन गरेर भनिदिन्छु पिङ सो गाइजहरू हामीले एउटा मनी प्लान्ट लिने भयो मेरो रुममा एउटा प्लान्ट लास्टै चाहिरहेको थियो त्यही भएर एउटा मनी प्लान्ट चाहिँ उठाएँ मैले
अब अरू यति बेला धेरै नउठाउँ होला जाऊ है अरू केही टिम प्लान उठाउने बिगी भाइ यहाँ पिङ्क भर्जन के विधि माया हो गिफ्ट हान्दैछ कुन चप्छ कस्तो कहाँबाट दिएको भने होइन वाइफाईले म पनि वाइफाई जोड्थेँ नि त पछि जोडा कहाँ हुन्छ राम्रो खिच्छ थाहा नभएर बिगी भाइले चाहिँ उसको गर्लफ्रेन्डलाई पिङ्कमा गिफ्ट हान्दैछ कैसे बुढेयो फिक्री ल समाधान न तिम्रो अनबक्सिङ पनि गराउनु होला उतै भाइ तेरेगा यतिको चाहिँ हुनु पऱ्यो भाइ सम्झौता हो नि त को कमाइ चाहिँ खोइ थिच न थिचै त यो नै भएको छ ए भएछ गाइजहरू आज चाहिँ हामीले के सामान किन्यौँ भने यो अनि यहाँ हाम्रो यो देखाइदियो यो अनि त्यसपछि एयर फ्राई केटा अब चाहिँ केटाहरूले ढुस्नु मासु पोलेर खान्छ यस्तो यस्तो गाइज समोसा नि खाने हो यसरी खाने अब डरो खाइन्छ के किन्नु होला के किन्दै आएको केही नकिन्दै बोकेर आइराख्नु भएको छ बिरालो क्यापदेखि लिएर भुडीसम्म प्लान्ट किन्ने हो केटा पान रुमीलाई गिफ्ट लगिदिनु क्या ग्रेजुएसनको अस्ति हालिदेऊ न झोला यसले काम गर्दैछ यसले अलिक भारी कोक चाहिँ हाल्नु न त खाएर चायर किन्दिनँ नि दाइ पनि किनेर जहिले ओछनमा अहिले त खाएर 2 महिना चलाएर फेरि काम फ्याँकौँ ल अर्को 3 चनको स्टुअर्ट लाग्छ त्यो बाहिर फाल म टिप्न आउँछु फेरि बनायो अरे 92 मा झरेछ तिमीलाई आयो त 8 छन् आयो त एक्स्ट्रा 8 छन् आयो अरे लगाइजहरू सरसामान छोडेर आइयो अब मनिषको घरमा जानुपर्ने छ अब मनिषको घर गयो अरे ढक्क लगाएर आज मनिषको ग्रेजुएसन पार्टी छ हिजो आधी थियो आज आधी छ कम्प्लिट हानिदिनु पर्ने छ ल बधाई छ फेरि एकचोटि केटोलाई एउटा बधाई दिन आइयो हामी त घरतिर बधाई दिन आइपुग्यो घरतिर केटाको घरतिर आइपुग्यो है खै केटा साट्टेलाई मेरो मोजा भएको चाहिँ ओहो यार टाढा छ मेरो त यार टाढाबाट आइयो ल के छ यार धेरै बच्चा आइयो है लु 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 बस्छु ल ल है तेरेको यार आयो टाढा यार मेरो त यार लास्टै मिसारी खानु द नेम अफ गड ल अब चाहिँ ग्रेजुएट भयो तर अब हामी चाहिँ ग्रेजुएट भइसक्यौँ अब चाहिँ घरतिर लागिसक्यौँ अब ल अब घरतिर हिँड्यौँ आजलाई यति गरौँ होला केटाहरू सबै हिँड्थ्यो सी यु इन द नेक्स्ट ब्लग टेक केयर स्टे सेफ बाई बाई उबर रमाइलो भयो आज ल ओइ झन्डैले लाएन मलाई गाडीले बाई ओके बाई